जय मसीह सबै प्रभुको जनहरुमा। विशेष गरी आज हामी युए मा अवस्थित नेपाली मण्डलीहरु बीच बाइबल हाजिरी जवाब प्रतियोगिता हुने गर्दछन्, जुन चाहिँ कि नेपाल क्रिस्चियन ओभरसिज फेलोशिपद्वारा सञ्चालित ग्रेस बाइबल क्विज हामी गर्ने गर्दछौं। त्यसमध्ये आज चाहिँ हामी छोटो झलक प्रस्तुत गर्न गइरहेका छौं। कसरी गर्छौं भनेर यो दर्शक अनुभवहरुलाई पनि काम लाग्ने कुरो हो, तपाईहरुलाई पनि काम लाग्ने कुरो हो, एउटा जान्नु पर्ने कुरो हो, यो एउटा प्र्याक्टिस गर्ने ठाउँ पनि हो। त्यो कारणले हामीले यसलाई यहाँ समक्ष पुर्याउने कोसिस गरिरहेका छौं। यहाँहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं। यो प्रश्नहरुको नम्बर राखिएको छ, यहाँ हामी प्रश्न छान्ने छौं र उत्तर दिने काम पनि गर्ने छौं। यो हाम्रो अभ्यासको निम्ति हो, अन्यथा नसम्झिदिनु होला। धन्यवाद। अब हामी अगाडि देखिरहेको जुन नम्बर छ 67 नम्बरलाई हामी छान्ने छौं। यो 67 नम्बरको क्वेशन हेर्ने छौं। यहाँ प्रश्नमा सोधेको छ, कोरेसले जारी गरेको आदेश अनुसार मन्दिरको उचाइ कति थियो? यो कति थियो भनेर एन्सर दिनुपर्ने हुन्छ। अब एन्सर चाहिँ अब यहाँ हेर्ने छौं, उचाइ 27 मिटर एजरा 6:3 मा उल्लेख गरेको रहेछ। अब अर्को प्रश्नमा कन्टिन्यू जाने छौं। नम्बर 2 सिलेक्ट गर्ने छौं। यहुदाको राजा यहोराम कसरी र कहिले मरे भनेर प्रश्न गरेको छ। यहुदाको राजा यहोराम चाहिँ आन्द्रा भुँडी फुटेर मर्यो भन्ने कुरा हामी भन्दछौं, अनि यो उत्तर सही छ कि छैन हेर्ने छौं। कहिले भने दोस्रो वर्षमा रहेछ, अन्तमा आन्द्रा भुँडी निस्केर चाहिँ भनेर लेखिएको रहेछ, दोस्रो इतिहास 21:19 मा। त्यसैगरी अब नम्बर 1 मा हामी जाने छौं। नम्बर 1 को प्रश्न छ, सेबाकी रानी किन यरुशलेम आइन्? सेबाको रानी यरुशलेम आउनको कारण चाहिँ राजा सोलोमनलाई गाह्रो प्रश्न गर्नको निम्ति आएका हुन्। यो प्रश्नको उत्तर त्यो हुनेछ। गाह्रो प्रश्नहरू लिएर तिनको जाँच गर्न दोस्रो इतिहास 9:1 मा उल्लेख छ। नम्बर 5 मा हामी हेर्ने छौं, यरुशलेममा परमेश्वरको भवनको पुनर्निर्माण गर्न कसले थाले? परमेश्वरको भवनको निर्माण गर्न कसले थाले? यसको उत्तर नआएकोले हामी हेर्ने छौं। सालतियलका छोरा यरुबाबेल र यशोदाका छोरा योसियाले भन्ने बुझिन्छ। अर्को प्रश्न जाने छौं। 87 मा के छ? मन्दिर निर्माणको बेला सोलोमनले कति र के बलिदान चढाए? यो पनि प्रश्न हेर्ने छौं। 22,000 साँड र 1,20,000 बाख्रा बलि चढाए, दोस्रो इतिहास 7:5 ले भन्दछ। प्रश्न नम्बर 82 हेर्ने छौं। कैदबाट फर्केर आएकाहरूले निस्तर चाड कहिले मनाए? पहिलो वर्षको पहिलो दिनमा, पहिलो महिनाको चौथो दिनमा रहेछ। एजरा 6:9 मा उल्लेख गरेको रहेछ। नम्बर 51 मा के छ? यूहन्नाले कतिवटा पुस्तकहरू लेखे? पुस्तकहरूको नाम सहित उल्लेख गर्नुहोस्। यूहन्नाले 5 वटा पुस्तकहरू लेखेका छन्, जो कि 1, 2, 3 यूहन्ना, सुसमाचार यूहन्ना र प्रकाशितको पुस्तक। 5 वटा 1, 2, 3 यूहन्ना, सुसमाचार र प्रकाशित पुस्तक सही उत्तर भनेको छ। नम्बर 44 मा के छ? बेखतनाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभार पावललाई दिएको थियो भने खतनावालाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभार कसलाई दिएको थियो? यो चाहिँ पत्रुसलाई दिएको थियो। गलाती 2:7 मा लेखिएको छ। नम्बर 34 हेर्ने छौं। तर माथिको यरुशलेम स्वतन्त्र छ, तर जो हाम्रो
को हुन् भनी खाली ठाउँ भर्नुस् भनेको छ। यहाँ गलाती 4 को 26 हुनुपर्छ। यसमा तर माथिको इस्लाम स्वतन्त्र छ तर जो हाम्रो आमा हुन् भनी उल्लेख गरिएको छ। गलाती 4 को 27 रहेछ। 88 नम्बरमा हेर्नेछौँ। सबै इस्राएलीहरूले परमप्रभु भवनको निम्ति के स्वरूप अलग गरेका सुन चाँदी र अरू भाँडहरू तिनीहरूको हातमा इजरायलले तौलेर दिए भनेपछि यो भेटी स्वरूप हुनुपर्ने हुन्छ। हेर्नेछौँ त भेटी स्वरूप एजरा 8 को 25 मा 32 नम्बर छान्नेछौँ। पावल अग्रज प्रेरितहरू कहाँ यरुशलेम नगए अरब देशमा गएपछि कहाँ फर्केर आएका थिए? दमस्कसमा आएका थिए। प्रश्न सही छ, उत्तर पनि सही छ। गलाती 1 को 17 मा उल्लेख गरेको छ। तो प्रश्नहरू यहाँ धेरै छन्। तो आजलाई हामी यति नै खेल्नेछौँ। धन्यवाद छ। फेरि पनि सहभागी हुनुहोला। आउने अर्को पाठ कन्टिन्यू हुनेछ।